नमस्कार। विदेशको लागि ट्राई गर्दै हुनुहुन्छ, विदेशको कामहरू बनिराखेको छैन भने त्यसमा पक्कै पनि तपाईँको ग्रहहरू जन्मकुण्डलीमा के कस्ता छन् त्यो चाहिँ विचार गर्नुपर्ने हुन्छ। कुनै कुनै व्यक्तिलाई चाहिँ मैले यो फलानु देशमा चाहिँ तपाईँले ट्राई नगर्नुहोस्, तपाईँको पैसा फस्छ भन्दाखेरि चाहिँ पैसा फसेको केस पनि आइसकेको छ। लगभग 25 30 लाखसम्म चाहिँ फसेका केसहरूदेखि लिएर तपाईँको अमेरिकाको लागि चाहिँ 55 देखि 60 लाख चाहिँ फसेका केसहरू पनि चिनाएर आउँदाखेरि चाहिँ आएका थिए। कुनै कुनै व्यक्तिलाई चाहिँ जन्मकुण्डलीमा यदि त्यो देश फापेको छैन अथवा खराब छ भने कुनै कुनै व्यक्तिको त पैसा फस्छ, कामहरू बन्दैन, रिजेक्ट हुन्छ। तर कहिलेकाहीँ कुनै कुनै कन्डिसन यस्तो हुन्छ कि कुनै व्यक्तिलाई विदेशमा गएर चाहिँ दुःख पाउन लेखेको छ, सङ्घर्ष बढी गर्न लेखेको छ, गएर त्यहाँ गएर अनि दुःख पाएर चाहिँ फर्किन लेखेको छ भने त्यस्तो अवस्थामा चाहिँ ज्योतिषीले फलानु देशमा चाहिँ नगर्नुहोस् अथवा विदेश नजानुहोस् भन्दा पनि तपाईँको भिजा चाहिँ आइदिन्छ, तपाईँ विदेश पनि जानुहुन्छ। के हुन्छ भन्दाखेरि चाहिँ जहिलेसुकै तपाईँको विदेशको प्रोसेस भनेको चाहिँ राम्रोको लागि मात्र लागेको हुँदैन। कतिजना व्यक्तिलाई चाहिँ विदेशमा गएर खराब हुन लेखेको छ भने त्यस्तो अवस्थामा चाहिँ तपाईँको भिजा लाग्ने हुन्छ। विगतको कुराहरू चाहिँ यदि तपाईँले न्युजहरूको कुराहरू हेर्नुभयो भने जति पनि नेपाली व्यक्तिहरू विदेश जानुभएको छ र विदेशमै चाहिँ डेथ भएको छ कुनै घटनाको कारणले भने उहाँहरू भिजा नलागी त यत्तिकै त जानुभएको होइन। उहाँलाई पनि ग्रहले नै पुऱ्याएको हो। र गएपछि विदेशमा गएपछि चाहिँ नेपालमा बसेको मान्छे चाहिँ एकदमै राम्रो, विदेशमा गएपछि चाहिँ कसैको मृत्युसम्म भयो, कसैलाई चाहिँ हानि भयो, कसैलाई चाहिँ रोग भएर फर्किन पर्यो, इत्यादि कुराहरू पनि तपाईँको चाहिँ सामान्य कुरा चाहिँ होइन। गएका धेरैजना व्यक्तिहरू थिए, तर गएका व्यक्तिहरूमध्ये फलानु व्यक्तिलाई नै किन चाहिँ असर गर्यो भन्ने कुराहरू पनि हुन्छ। त्यही भएर कहिलेकाहीँ ज्योतिषीले यदि तपाईँलाई फलानु देशहरू चाहिँ फापेको छैन अथवा खराब छ अथवा विदेश नजानुहोस् भन्नुको अर्थ भनेको त्यो देशमा जाँदै जानुहुन्न भन्ने मात्र अर्थ हुँदैन। त्यो देश गएपछि चाहिँ तपाईँको लागि चाहिँ घाटा हुन्छ, खराब हुन्छ, नोक्सान हुन्छ भन्ने अर्थ पनि लाग्दिन्छ। कतिजना मसँगै चिनाए हेराउनु भएको छ र उहाँ विदेश पुगिसक्नु भएको छ। जबकि मैले चाहिँ उहाँलाई विदेश नजानुहोस् भनेको छु, तर उहाँ बकाइदा भिजा लागेर नै उहाँ बाहिर चाहिँ पुगिसक्नु भएको छ। 2 जना चाहिँ त्योमध्ये 2 जना चाहिँ भनेको अनुसारले चाहिँ उहाँले प्रोसेस गर्नुभएको थिएन अनि नफाप्ने देशहरूमा चाहिँ प्रोसेस गर्दाखेरि चाहिँ उहाँ जानु पनि जानुभयो, फर्केर पनि आउनुभयो। उहाँलाई चाहिँ फापेको थिएन, फर्केर चाहिँ आउनुभएको छ, फेरि चिनाएर पनि हेराउनु भएको छ। तर कतिजना अरू पनि हुनुहुन्छ होला जसले चाहिँ मैले फलानु देशहरूमा चाहिँ नजानुहोस् भन्दाखेरि चाहिँ गएर भिजा लागेको हुन्छ, आफूले चाहिँ कामहरू गर्नुहुन्छ। कतिजनाले सुरुमै बुझ्नुहुन्छ, सुरुमै दुःख पाउनुहुन्छ, फलानु गुरुले चाहिँ यस्तो भन्नुभएको थियो, हो रहेछ भन्ने हुन्छ। कतिजनालाई चाहिँ टाइम नआएको हुन्छ, त्यही भएर चाहिँ समस्या पनि नआएको पनि हुनसक्छ। त्यही भएर यदि कुनै ज्योतिषीले चाहिँ तपाईँलाई फलानु देशहरू चाहिँ नजानुहोस्, फाप्दैन भने त्यसमा चाहिँ अलिकति आफूले ध्यान दिँदाखेरि चाहिँ राम्रो हुन्छ। किनकि तपाईँलाई कुन दिशा फाप्छ, कुन दिशा फाप्दैन त्यसको विचार चाहिँ हामीले ग्रहहरूको आधारमा चाहिँ गरिन्छ। जस्तै सूर्य ग्रह यदि तपाईँको खराब अवस्थामा छ, खराब भएर बसेको छ, पाप ग्रहको साथमा चाहिँ गएर बसेको छ भने तपाईँ यदि पूर्वीय कन्ट्रीहरू, पूर्व साइडको नेपालदेखि पूर्व साइडको देशहरूमा चाहिँ जानु भने तपाईँलाई समस्या दिन्छ। शनि खराब छ भने पश्चिमी देशहरूमा चाहिँ गएपछि तपाईँलाई केही न केही समस्या दिन्छ। समस्या कति टाइपको चाहिँ दिने भन्ने त तपाईँको ग्रहमा चाहिँ निर्धारित गर्ने हुन्छ। त्यही भएर कुनै पनि देशहरू भनेको राशि अनुसारले क्याल्कुलेसन गरेको हुँदैन। तपाईँलाई त्यो दिशा चाहिँ फाप्छ कि फाप्दैन त्यो अनुसारले चाहिँ क्याल्कुलेसन गरेको हुन्छ। त्यही भएर प्रोसेस गर्दाखेरि चाहिँ कम्तीमा पनि आफूलाई त्यो देश फाप्छ कि फाप्दैन त्यो विचार गरेर बल्ल प्लानिङ गर्दाखेरि चाहिँ राम्रो।